वेलकम टु माई युट्युब च्यानल र आज चाहिँ हामी यहाँनिर यसरी जाँदैछौँ कलेजको बिहानै 7:50 भइसकेको छ अनि यहाँ अन्तक भाइ आएर चाहिँ एकदम छिट्टो जाने प्लानमा छ। उहाँको प्रेजेन्टेसन रहेछ अनि त्यो कारणले गर्दाखेरि चाहिँ आज हामी छिट्टो जाँदैछौँ। बाटो एकदमै टाढो छ अनि साथीहरू पनि धेरै बेर छ होला अनि तपाईँको घाम पनि बाटो लागेको छ। अन्त अहिलेदेखि बिहान गयो भने कस्तो भइराखेको छ। त्यसैले अब जग्गाहरू पनि एकदम कठिनै छ। अन्त जग्गाहरू पनि राम्रो छ, तपाईँहरूलाई म अगाडि देखाउने छु। यस्तो घाम लागिराखेको छ यहाँनिर। यसलाई चाहिँ के भन्छ भने यो चाहिँ कोअपरेटिभको मनी है। हामी यहाँनिर आइराखेको छौँ र हिँड्दैछौँ कलेजको लागि। यो तलको रुख उयो रुख के हो है? उयो फुलिरहने फुलेको रुख फुल्ने रुख होइन, के रुख भन्छ त्यसलाई? पिङ्की रुख। र मौसम एकदम दामी छ। बादलहरू पनि क्लाउडीहरू पनि यसरी भइराखेको छ। मजाको देखिरहेको छ घामहरू लागेर। आज त मौसम नि राम्रो छ। यो रुख चाहिँ के हो? यो रुख कसैले चिन्छ भने कमेन्टमा हिर्काइदिनु होला। दामी फुल्दो रहेछ। विशेष चाहिँ त्यो रुख चाहिँ केटीहरूलाई याद हुन्छ। तपाईँहरूले कमेन्टमा बताइदिनु होला यो रुखको नाम चाहिँ के हो। हामीलाई त याद छ, नभएर चाहिँ पिङ्की रुख भन्दैछ अन्तकले चाहिँ। अब तपाईँहरूको भनाइ चाहिँ के छ? बा त्यो अर्कै रुख हो कि? पिङ्की फुल ओके। अन्तकको भनाइ रहेछ पिङ्की फुल। फ्लावर पिङ्क कलरमा छ भनेको। ए म त सम्झेँ रुख नि पिङ्की रुख। मौसम आज एकदम राम्रो छ मौसम। मैले कति भयो भन्छ? अझै हुन्छ कोहीले एड गरेको छैन। तपाईँहरूले प्लिज हेरेर चाहिँ मेरो सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस् है, सेयर पनि गरिदिनुहोस्। र तपाईँले मलाई सपोर्ट गरिरहनु भयो भने भोलि पछि म धेरै ठुलो हुन सक्दिनँ। फर्स्ट टाइममा यहाँ चाहिँ के रहेछ भन्दा गाइस, चिनरेजङ एकाडेमिक के भन्नु के फोटो खिचेको त्यहाँ फोटो होइन देखाइदिएको। यहाँ चाहिँ गाडीहरू यसरी गइराखेको छ। एकदम वान वे हो यो चाहिँ होइन अन्त ब्रदर? वान वे हो, वान वे नै जस्तो छ। भात डढेको बनाएको छौँ। गाइस यहाँ चाहिँ हामीलाई के गर्ने भने चाहिँ बात डढेको गर्नु हुँदैछ। फाइनली कहाँ आइपुग्यो भन्दाखेरि चाहिँ यहाँनिर पिपलको छेउमा, यहाँ पिपलको छेउमा टक्कै आइराखेको छ। अन्त त्यो पेट्रोल पम्पमा अन्त यो भाइले दामी गाउँछ कि तर अगाडि स्टेजमै निस्किँदैन हौ। यहाँ चाहिँ उयो रहेछ, जरा पानीहरू रहेछ। म यताबाट आउँछु नि। यहाँदेखि चाहिँ निस्किनुपर्छ तल। तल देख्दै गर्ने चाहिँ मेन भयो। अनि यहाँ चाहिँ बर पिपल भनिन्छ। अनि तपाईँको पेट्रोल पम्प पनि भनिन्छ। किनभने पेट्रोल पम्प चाहिँ छेउमै छ यहाँनिर। अब यहाँ आइसकेको छ र अब यहाँ साथीहरूलाई पर्खिन्छु। अन्त तपाईँहरूलाई देखाउँछु। एकदम यहाँ गाडीहरू यसरी कुदिसक्यो। मान्छे यहाँनिर खुट्टाले हिँड्नु मन परिसक्यो। अब घामले पनि अब त बिदा दिनु आँटिसक्यो। हाम्रो केटाहरू आउनु छैन। प्रेजेन्टेसन बोय पनि यहाँनिर कस्तो भइसक्यो, हालत बिजोग भइराखेको छ। के भएको त भन्न सक्दैन, आउँदैछ होला। यहाँदेखि चाहिँ अन्तक ब्रदरमा चाहिँ यो बाटो चाहिँ यहाँ बसिरहेको लगाइराखेको छ यो मान्छे चाहिँ। अब अन्त फेरि अन्त हामीलाई अनसिन गरेको जस्तो नागरिक गरेको जस्तो जाँदैछ होइन। प्रेजेन्टेसन उसको एकदम प्रिपरेसन छ।
टाइपिङमा एकदम बिजी थियो रहेछ खोइ जै कस्तो प्रिपरेसन छ आज एकदम दामी छ ओइ तपाईको र एकदम हामीले यहाँनिर केटाहरू भेटिसकेको छ अब कलेज जानु लागि एकदम हामीले प्रिपेरेसन र यहाँनिर त्यति साउन्ड चाहिँ आउँदैन किनभने पुरा यहाँनिर गाडी कुदिराखेको छ र त्यति राम्रो छैन साउन्ड चाहिँ तर पनि हामी केटाहरूसँग चाहिँ अब हामी कलेजमा जाँदैछौँ होइन त गाइस हामी अब कलेज जाँदैछौँ यहाँनिर एकदम केटाहरू पनि ह्यान्डसम हुँदैछ अब के भन्नु छ केटी त बेच छ नि भए पनि अब उनीहरूले अझै राम्रै खोज्दैछ अब तपाईँहरूले बेच्यो भने चाहिँ उहाँहरूलाई प्लिज खोजिदिनु आज दुईजनाको प्रेजेन्टेसन छ एन्थको पनि छ सोमश्रीको पनि छ दुईजनाले आज कस्तो प्रिपेरेसन गरेको छ आई डोन्ट नो बट पर्फर्मेन्स तपाईँहरूलाई देखाउनेछौँ स्योर तपाईँको पनि देखाउनेछौँ र हामी यसरी नै अब हामी कलेज जानु थालेको अब के हुन्छ बाटो चाहिँ एकदमै लामो छ अन्त गएर फेरि अब के गर्नुपर्छ होला मैले चाहिँ प्रेजेन्टेसन सुन्नुपर्छ किनभने मैले चाहिँ फर्स्ट डेमै मैले चाहिँ उयो गरेँ कि अन्त त्यो कारणले गर्दाखेरि चाहिँ मेरो चाहिँ सकिएको छ मेरो चाहिँ त्यति अब फर्स्ट त राम्रो भयो तर मेरो चाहिँ जब बडीमा आयो त्यति बेला चाहिँ म अलिकति नर्भस भयो होइन त्यति बेला चाहिँ मेरो अलिकति कन्फिडेन्स डाउन भएको जस्तो लाग्यो तर अब केटाहरूको कस्तो हुन्छ आज हेर्नेछौँ अब यो बर पिपलको उता हिँड्नुपर्छ बाटो एकदमै लामो छ अनि अब हिँड्दैछौँ हामी त अब हामी पुगिसक्यौँ अब यहाँनिर आर्यथाङको मनी रोडमा हामी आइपुगिसक्यौँ यहाँदेखि निकै किलोमिटर छ फेरि बाइपास पुग्नु पऱ्यो बाइपासदेखि तर एउटा पेट्रोल पम्प डाँडा गाउँ पुग्नु पऱ्यो डाँडा गाउँदेखि मात्रै तादुङ पुग्छ सो इट्स लङ जर्नी छ हाम्रो र तपाईँहरूलाई हामी चाहिँ भिडियो चाहिँ के गर्नेछौँ भने चाहिँ स्किप गर्दै हामी देखाउनेछौँ र अनि बाटो यस्तो छ अब रोसेरो दिनुपर्छ होइन गाडीहरू आएको हुन्छ आफ्नो ज्यानको सुरक्षा गरेर हिँड्नुपर्छ होइन अन्त केटाहरू पनि छ अगाडि केटाहरू देखाउँछु म केटाहरू चाहिँ एकदम अगाडि छ एकजना छाता ओढिराखेको अनि उहाँ चाहिँ अलिक ह्यान्डसम हुनुहुन्छ कि अनि उहाँको स्किनमा घाम नपरोस् भनेर छाता एकदम युज गरिराखेको छ र एकै बिहानै यहाँनिर कति बज्यो भन्दाखेरि चाहिँ तपाईँको 8-10मा चाहिँ यहाँनिर यस्तो घाम लागिसकेको छ के भन्दा यो आर्यथाङको बाटो आइपुग्न आँटेको छ यहाँनिर चाहिँ बाटो चाहिँ त्यो एकदमै छ नि त खतरै छ ओके गाइस अहिले फेरि हामी भेट्नेछौँ र हामी यहाँ बाइपासमा हामी आइसकेको छ र साथीहरू आएकै छ र यहाँ हामी बाइपासलाई हामी क्रस गरिसकेको छ अब यहाँदेखि हामी पुग्नुपर्छ डाँडा गाउँदेखि त्यहाँदेखि तपाईँको 1 किलोमिटर छ तपाईँ दादुङ पुगेर चाहिँ कलेज पुग्छ हाम्रो अनि मेरो केटाहरू चाहिँ अगाडि छ हिँड्दैछ अझै पनि हामी टाढो छ पनि हिँड्दैछ केटाहरू चाहिँ अगाडि छ केटाहरू चाहिँ चल्दै हिँडिरहेको छ चाहिँ के भन्छ र मान्छेहरू पनि धेरै भिड रहेछ आज सधैँको भन्दा चाहिँ धेरै भिड जाम पनि रहेछ र यस्तो छ अब बाइपासको मुनि चाहिँ हामी साथी पर्खिराखेको छ यहाँ केटाहरू पनि एकदम बसिरहेको छ यहाँ पसन्द गीत आउँछ भनिरहेको छ आज पुरा ढिलो भयो अनि हामी उसलाई पर्खिराखेको छौँ केटाहरू पनि एकदम अब कसैले चाहिँ मलाई डिस्टर्ब गर्न खोजिराखेको छ तर के हुँदैन फिलहाल अहिले हामी यहाँ कलेजको माथि हामी आइपुगेको छ अब कलेज नै अब हामी कलेज आइसकेको छ यहाँ आइपुग्दा चाहिँ हामी ठिक्कै 9 बजे छ अब
ठिकै समय पनि हाम्रो 9 बजीदेखि क्लास छ एच 8 मा हाम्रो क्लास छ अनि अब हामी त्यहाँ बसेर हामी एटेन्ड गर्छौँ हाम्रो साथीहरूको प्रेजेन्टेसन छ आज अनि हेर्दैछौँ यो चाहिँ हाम्रो कलेज हो नो पसङ्कित हाई गाई हेलो होइन अनि त्यस्तो अब यो चाहिँ हाम्रो लाइब्रेरी हो लाइब्रेरी अनि यो चाहिँ बस हो यिनीहरू चाहिँ फुच्चे डन्नाहरू यहाँबाट चाहिँ रिजल्टहरू दिन्छ यो चाहिँ लाइब्रेरी हो योमा चाहिँ अहिले बन्द छ फिलहाल चाहिँ अहिले 10 बजीदेखि खोल्छ होला सायद यो चाहिँ कलेजको बसहरू हो अनि केटाहरू पनि पर रहेछ यो चाहिँ उनीहरू सेमिनार हल जाने हो उनीहरू यो चाहिँ हाम्रो क्लास जाने बाटो हो हाम्रो क्लास चाहिँ पर एच 8 मा हुँदैछ ए यो चाहिँ हाम्रो क्लास हो हाम्रो साथीहरू अनि एकदम हामी यहाँ क्लास आइसकेको छ अन्त आइसकेको छ निकालिस् निकालेन हो नि निकालेर अहिले यति निकालेर गरौँ ल यो चाहिँ छुम्चे हो यो चाहिँ छुम्छिङ हो के भनिदिनुहुन्छ मेरो च्यानलमा तपाईँले ए साथीहरू चाहिँ यहाँ चाहिँ गुड मर्निङ तपाईँलाई यो छौटी हो कलेजको ब्याग हो र ब्यागमा चाहिँ केटीहरू बसिरहेको हुन्छ त्यो तल चाहिँ कमर्स ब्लक हो सुमसिङको प्रिपरेसन जान्छ नि भिडियोलाई चाहिँ यही राख्दैछु त्यहाँदेखि म तपाईँहरूलाई भिडियोमा भेट्नेछु